नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आज मैले साह्रै राम्रो आकर्षक 3 तले नयाँ घर लिएर आएको छु। काठमाडौँ गोकरेश्वर नगरपालिका वार्ड नम्बर 2 नयाँ पाटी गुम्बा नजिकै रहेको छ। यो घर चाहिँ मेरो पछाडि भएको घर नै रहेको छ भने 3.5 तले घर रहेको, 4.5 आनामा बनेको पूर्वी दक्षिण मोडा गरेको नयाँ घर रहेको छ। यो घरको अगाडिको बाटो यहाँहरूले 20 फिटे बाटोको एक्सेस पाउन सक्नुहुनेछ भने मुनिको 2 फ्ल्याट भाडामा दिएर माथिल्लो 1 फ्ल्याट आदिमा आफू मजाले बस्न सक्नुहुनेछ। फल सिलिङ, बत्ती कलर लाइटिङ साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको यहाँहरूले पाउन सक्नुहुनेछ भने भित्रभरिकै ठुलो खालको यहाँहरूले टिभी क्याबिनेट पाउन सक्नुहुनेछ। राम्रो खालको ग्रेनाइट टाइलहरू प्रयोग गरेर वाटरप्रुफ काठहरू युज गरेर मोडुलर किचन बनेको पाउन सक्नुहुनेछ भने साह्रै राम्रो आकर्षक हालसालै फिनिसिङ भएको नयाँ घर रहेको छ। त्यस्तै राम्रो नयाँ घरको खोजी हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ भने अन्तिमसम्म भिडियो हेरेर यहाँहरूले साथ दिनुहोला। यो घरको मूल्य हामी अन्तिममा राखिदिनेछौँ। आउनुहोस् अब म तपाईँलाई यो घरको भित्रको दृश्यहरू पनि देखाउन गइरहेका छौँ। तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ टफन ग्लासहरू लगाएर साह्रै राम्रो आकर्षक कलरहरू लगाएर बनेको घर रहेको छ। 14 बाई 14 पिलर प्रयोग गरेर हालसालै फिनिसिङ भएको घर रहेको छ भने 4.5 आनामा बनेको घर रहेको छ। तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ यो पार्किङ स्पेस यहाँले ठुलो खालको पाउन सक्नुहुन्छ भने पार्किङ स्थलमा पनि यहाँले राम्रो खालको टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुन्छ भने यो साइडमा यहाँले ठुलो खालको गाडी मजाले पार्क गर्न सक्नुहुन्छ भने यो साइडमा पनि बाइकहरू मजाले पार्किङ गर्न सक्नुहुन्छ भने प्लस यहाँहरूले बाहिरपट्टि हात खुट्टो धुनको लागि एउटा धारा यो साइडमा पाउन सक्नुहुन्छ भने पानीको बोरिङ यो साइडमा पाउन सक्नुहुन्छ। मिनी गार्डन पनि यहाँहरूले पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई भित्रको दृश्यहरू देखाउन गइरहेका छौँ। यो मुनिको ग्राउन्ड फ्लोरमा यहाँहरूले एउटा लिभिङ रुम, 2वटा बेडरुम, एउटा किचन रुम पाउन सक्नुहुनेछ भने अलरेडी भाडामा दिइसकेको कारण तपाईँले देखाएन, सिधै माथि देखाउनु छु। यो भर्याङ मुनि 14-15 हजार लिटरको रिजर्भ ट्याङ्की पाउन सक्नुहुनेछ भने भर्याङमा पनि ग्रेनाइट राम्रो खालको लगाएर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने सेफ्टीको लागि स्टिल रेलिङ लगाएको यहाँहरूले पाउन सक्नुहुनेछ। काठमाडौँ नयाँ पाटीतिर यस्तै राम्रो ठुलो नयाँ घरको खोजी हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ भने यो फर्स्ट फ्लोर रहेको छ। फर्स्ट फ्लोरमा पनि सेम माथिको जस्तै रुमहरू भएको कारण तपाईँहरूलाई देखाएन, अलरेडी भाडामा दिइसकेको छ। 2वटा बेडरुम, एउटा लिभिङ रुम, एउटा किचन रुम पाउन सक्नुहुन्छ भने एउटा कमन टोयलेट बाथरुम पाउन सक्नुहुनेछ। घरपेटी आफू बस्ने फ्लोरमा चाहिँ सेफ्टीको लागि यहाँले स्टिल गेट लगाएको पाउन सक्नुहुन्छ भने तलदेखि माथिसम्म नै राम्रो खालको ग्रेनाइटहरू प्रयोग गरेर हालसालै फिनिसिङ भएको 4.5 आनामा बनेको नयाँ घर रहेको छ। यो सेकेन्ड फ्लोर रहेको छ भने अब म तपाईँहरूलाई भित्रको रुमहरूको दृश्य देखाउन गइरहेका छौँ। यो ढोकाबाट छिरे बित्तिकै यहाँले निकै नै फराकिलो लिभिङ रुम पाउन सक्नुहुन्छ भने साइड भित्तामा यहाँले क्रिम कलर लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुन्छ। यो बेडरुम निकै नै फराकिलो रहेको छ। 14 बाई 14 पिलर प्रयोग गरेर राम्रो डिजाइनमा बनेको घर रहेको छ। आउनुहोस् अब म तपाईँलाई यो पूर्वी दक्षिण साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि निकै नै यहाँले खुल्ला स्पेस पाउन सक्नुहुन्छ भने बाहिरपट्टि वार्तालीमा निस्किनको लागि एउटा ठुलो खालको UPVC को जाल राखेको पाउन सक्नुहुन्छ भने बाहिरपट्टि वार्तालीमा टफिङ ग्लासहरू लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने यो बेडरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। यो मास्टर बेडरुममा यहाँहरूले एटेच टोयलेट बाथरुम पनि पाउन सक्नुहुन्छ भने यो एटेच टोयलेट बाथरुममा यतापट्टि हातुने बेसन राखेको पाउन सक्नुहुन्छ भने माथि मिररहरू लाइटहरू फिट गरेर राम्रो डिजाइन बनेको पाउन सक्नुहुन्छ भने यतापट्टि कमोड फिट गरेको पाउन सक्नुहुन्छ। यो साइडमा यहाँले नुहाउनको लागि सावरहरू फिट गरेर राखेको पाउन सक्नुहुन्छ भने राम्रो खालको टाइलहरू प्रयोग गरेर धाराको सामानहरू पनि ब्रान्डेड कम्पनीको युज गरेर बनेको पाउन सक्नुहुन्छ भने यो एटेच टोयलेट बाथरुम यहाँले निकै नै फरक पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँहरूलाई पश्चिम साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। हालसालै फिनिसिङ भएको घर रहेको छ भने यो पश्चिम साइडपट्टिको बेडरुम रहेको छ भने यो बेडरुम पनि तपाईँहरूले दृश्यमा देख्न सक्नुहुन्छ निकै नै फराकिलो पाउन सक्नुहुन्छ भने यतापट्टि ठुलो खालको बेड राखेको यहाँले पाउन सक्नुहुनेछ। यो पश्चिम साइडपट्टि झ्याल राखेको पाउन सक्नुहुन्छ भने झ्याल काठकै बनेको यहाँले पाउन सक्नुहुनेछ। यो बेडरुम तपाईँहरूले दृश्यमा देख्न सक्नुहुन्छ निकै नै फराकिलो नै पाउन सक्नुहुनेछ। 4.5 आनामा बनेको घर रहेको छ यो। आउनुहोस् अब म तपाईँलाई यो उत्तर पूर्वी साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि यहाँले फराकिलो नै पाउन सक्नुहुनेछ भने साइड भित्तामा क्रिम कलरहरू लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने प्रत्येक झ्याल ढोका काठकै प्रयोग गरेको पाउन सक्नुहुनेछ भने यो बेडरुम पनि फराकिलो नै पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुम तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने यतापट्टि धाराको सामानहरू राम्रो खालको प्रयोग गरेको पाउन सक्नुहुन्छ। माथि सावर फिट गरेको पाउन सक्नुहुन्छ भने यो साइडमा कमोड फिट गरेको पाउन सक्नुहुन्छ भने यो साइडपट्टि चाहिँ यहाँले बक्सवाला राम्रो खालको हातुने बेसन फिट गरेको पाउन सक्नुहुन्छ भने मिररहरू फिट गरेर लाइटहरू फिट गरेर निकै नै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यो कमन टोयलेट बाथरुम तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ निकै नै फराकिलो पाउन सक्नुहुनेछ। यदि तपाईँहरू काठमाडौँ गोकर्ण नयाँ पाटी गुम्बा छेउतिर यस्तै राम्रो नयाँ घरको खोजी हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ भने मुनिको 2 फ्ल्याट अलरेडी भाडामा दिइसकेको छ भने यो फ्लोर र माथिको टप फ्लोरमा आफू मजाले बस्न सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई माथि टप फ्लोरको दृश्य पनि देखाउन
गइरहेका छौँ। भर्याङमा तलदेखि माथिसम्म नै राम्रो खालको ग्रेनेडहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने सेफ्टीको लागि राम्रो खालको स्टिल रेलिङ फिट गरेको पाउन सक्नुहुनेछ। यो भर्याङ छोप्ने ठाउँमा तपाईँले देख्न सक्नुहुन्छ पूजा कोठा अथवा स्टोर रुम बनाउन सक्नुहुन्छ भने आउनुहोस् अब म तपाईँलाई भित्र रुमहरूको दृश्य देखाउन गइरहेका छौँ। यो ढोकामा पनि जाली खापाहरू लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने आउनुहोस् अब म तपाईँलाई भित्र रुमहरूको दृश्य देखाउन गइरहेका छौँ। यो ढोकाबाट छिर्ने बित्तिकै यहाँहरूले निकै नै फराकिलो लिभिङ रुम पाउन सक्नुहुन्छ भने माथि फल सिलिङ बत्ती कलर लाइटहरू साह्रै राम्रो आकर्षक डिजाइनमा फिट गरेर बनेको पाउन सक्नुहुन्छ भने एक साइड भित्तामा यहाँहरूले 3D पेन्टिङ गरेको पाउन सक्नुहुन्छ भने यो साइडमा भित्ताभरिकै ठुलो खालको टिभी क्याबिनेट बनेको पाउन सक्नुहुन्छ भने मुनि सामानहरू राख्नलाई र्याकहरू बनेको पाउन सक्नुहुन्छ। भुइँमा यहाँले रेडिमेड मार्केटिङ गरेको पाउन सक्नुहुनेछ। तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ यो लिभिङ रुम निकै नै फराकिलो यहाँहरूले पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। यो किचन रुमको फ्लोरमा पनि राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने यो साइडमा यहाँहरूले दृश्यमा देख्न सक्नुहुन्छ ठुलो खालको डाइनिङ टेबल राखेको पाउन सक्नुहुन्छ भने राम्रो खालको ग्रेनेड टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने यो किचन सेटअपमा यतापट्टि हात धुने डबल बेसन राखेको पाउन सक्नुहुन्छ भने मुनि सामानहरू राख्नको लागि र्याकहरू बनेको पाउन सक्नुहुन्छ। यतापट्टि यहाँहरूले प्युरो गार्डहरू फिट गरेको पाउन सक्नुहुन्छ भने वाटरप्रुफ काठहरू युज गरेर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने चिम्नी फिट गरेको यहाँहरूले पाउन सक्नुहुनेछ। यो किचन रुम तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ निकै नै फराकिलो पाउन सक्नुहुनेछ। यो साइडमा चाहिँ यहाँले फ्रिज राख्ने स्पेस पाउन सक्नुहुन्छ भने माथि कर्नेस डिजाइनहरू लगाएर साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने यो साइडबाट बाहिरपट्टि बादलमा निस्किनको लागि एउटा ढोका पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो पश्चिम साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम मुनिको जस्तै निकै नै फराकिलो यहाँले पाउन सक्नुहुन्छ भने साइडभित्तामा यहाँले कर्नेस डिजाइनहरू लगाएको पाउन सक्नुहुन्छ भने क्रिम कलर लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। झ्यालमा यहाँले काठकै प्रयोग गरेर राम्रो हिसाबले बनेको पाउन सक्नुहुन्छ भने यो बेडरुम यहाँहरूले फराकिलो नि पाउन सक्नुहुनेछ। मुनि 4वटा बेडरुम पाउन सक्नुहुन्छ भने माथि यहाँले 3वटा बेडरुम पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो साइडमा यहाँले आधुनिक बेसन राखेको पाउन सक्नुहुन्छ भने यतापट्टि मिररहरू फिट गरेको पाउन सक्नुहुन्छ। यहाँ यो साइडमा चाहिँ कम्प्युटरहरू फिट गरेर पाउन सक्नुहुन्छ भने राम्रो खालको टाइलहरू प्रयोग गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने यतापट्टि धाराको सामानहरू पनि राम्रो खालको ब्रान्डेड कम्पनीको फिट गरेको पाउन सक्नुहुन्छ भने माथि सावरहरू राखेर बनेको पाउन सक्नुहुन्छ। यो कमन टोयलेट बाथरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। यदि तपाईँहरू काठमाडौँ गोकर्ण नयाँपाटीतिर गुम्बा नजिकै 3.5 तले घरको खोजीमा हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुन्छ भने यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरेर साथै ठाउँमै आउने बेलायकन थिचेर अलमा क्लिक गर्न नभुल्नुहोला। आउनुहोस् अब म तपाईँलाई बाहिर कौशिकको दृश्य हुँदै माथि छतको दृश्य देखाउन गइरहेका छौँ। यो साइडमा यहाँहरूले कपडाहरू धुनको लागि एउटा धारा राखेको पाउन सक्नुहुन्छ भने प्लस यतापट्टि वासिङ मेसिन राख्ने ठाउँ बनेको यहाँ तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ भने माथि छतमा जानको लागि तेर्सो खालको फलामे भर्याङ पाउन सक्नुहुन्छ। आउनुहोस् माथि हेरौँ। माथि छत यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुन्छ भने 1000 लिटरको 2वटा ट्याङ्की फिट गरेको पाउन सक्नुहुन्छ भने प्लस फिलर भेसल पनि राखेको पाउन सक्नुहुन्छ। तातो चिसोको लागि सोलर प्यानल पनि फिट गरेको पाउन सक्नुहुन्छ भने हाइटमा साह्रै राम्रो आकर्षक घर रहेको छ भने तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ। यो पारिपट्टि चाहिँ नयाँपाटी गुम्बा रहेको छ भने राम्रो डिजाइनमा बनेको पूर्वी मोडा गरेको घर रहेको छ। अब म तपाईँहरूलाई पूर्ण जानकारी दिन गइरहेका छौँ। काठमाडौँ गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 2 नयाँपाटी गुम्बा नजिकै रहेको छ। 4.5 आनामा बनेको 3.5 तले घर रहेको छ भने पूर्वी दक्षिण मोडा गरेको 14x14 पिलर प्रयोग गरेर राम्रो डिजाइनमा बनेको घर रहेको छ। यो घरमा जम्मा यहाँहरूले 15वटा रुम पाउन सक्नुहुन्छ भने मुनिको 2 फ्ल्याट भाडामा दिएर माथिल्लो 1 फ्ल्याट आदिमा आफू मजाले बस्न सक्नुहुन्छ भने फल सिलिङ बत्ती कलर लाइटिङ साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने भित्रभरिकै ठुलो खालको यहाँहरूले टिभी क्याबिनेट बनेको पाउन सक्नुहुन्छ। राम्रो खालको ग्रेनाइट टाइलहरू युज गरेर आकर्षक डिजाइनमा मोडुलर किचन बनेको पाउन सक्नुहुनेछ। खानेपानी बिजुली बत्ती ढल्नेका साथ सम्पूर्ण सुविधा यहाँले पाउन सक्नुहुन्छ भने स्कुल कलेज हस्पिटल यातायात सुविधा यहाँले एकदमै नजिक पाउन सक्नुहुन्छ भने घर धनीले बताए अनुसार यो घरको मूल्य 2,95,00,000 बताउनु भएको छ। तु पास हुनुभयो भने मूल्यमा पनि तपाईँकै भावमा मिलाएर दिने बताउनु भएको छ। स्क्रिनमा दिएको नम्बरमा यहाँहरूले कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ भने हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर यहाँहरूले साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला, लाइक र सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। पुनः हामी अर्को भिडियो लिएर उपस्थित हुनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।